様お乗り換えください。その各駅列車元町中華街行き向かい側3番ホームから23分発、準急池袋行きが降りました4番ホームから26分発、各駅停車池袋行き向かい側3番ホームから29分発。किन भित्र बसेछ त पेन्डिङ अब माथि आयो त पेन्डिङ पेन्डिङ आयो त दादा त फालेको आयो त्यसो आएन खै थाहा छैन आएन आउन लाग्यो त बुढो भयो नआए पनि मिल्छ आउँछ नआए पनि मिल्छ खान मिल्छ नआनी मान्न बान्न मिल्छ त पर्दैन अनि मिसो बोल्दै गएको थियो अनि केसको कुरा गर्नुहुन्छ र धेरै त्यो नआए पनि मान्न मिल्छ उहाँ घर गएको बेला अब यहाँ त लाने सकेन त्यत्रो 5 केला ल्यायो 池袋に停まり त्यही धेरै त छैन ए भाइको यति भयो जस्तै सिधा बनाउने दादा तिम्रो के माग्नु छ र हैन ओ यस्तै हो क्या तँ पनि त्यति धेरै देखिन क्या यस्तै यहाँ हेर त यसकै राम्रो त्यो तल गयो नि त्यो माथि त्यस्तै त्यति थोरै हो त भन्दै त हैन त्यसले उ बेलामा फुगाल्न नमानेर नभन्नाले नफुगालेर होइन कि पल्टेर एउटा दाँत अब भित्र कान्छाको यार गएको त यत्रो यसको पल्टेर पहिलो दाँत फुगाल्ने यस्तो मुख भयो पल्टेर यसको पहिलो दाँत फुगाल्ने बेला त्यही भएर अनि छापिएको यसको पहिलो दाँत फुगाल्ने बेला कियोसीभरिको हस्पिटल जाँदै सुताउँदै सुइलाउँदै उठ्दै आउँदै एउटा गएको छ सुइलाएको छ गएको स्कुलमा पल्टेर भयो मान्छेको होइन बाङ्गो हो सोचेर यो त त्यो दुईटाको यसमा त्यही अहिले त त्यति जाने त्यतै पहिला सबैको थिएन नि त्यहाँ यताउता पहिलो जाँदै नलाग्थ्यो थियो अब त्यस्तो त देखिन चार मान्छे कसरी खाने के त्यो त बानी पनि खाना केही हुन्छ त नि कोहीले त बानी पनि खाने बेला झिकेर राख्ने नि फेरि लाउने गर्दो रहेछ त्यो धेरै बाङ्गो नभएको होला त्यस्तो यहाँ देख्छु न मैले त्यहाँ गएको बेरेर राख्ने हो भने त्यो निकालेर हाम्रोले पनि त्यस्तै गर्छ एउटा साथी सर्लकै This is the last stop of this train. Passengers changing to the JR line, the Tokyo Metro Yurakucho line, the Fitoshin line, the Marunouchi line, and the Tobu Tojo line. Please transfer at this station. खानेकुराले कसरी खानु त्यो यहाँ बानेको हुन्छ नि त यहाँ बानेको हुन्छ चबाउनु मिल्छ नि त अनि यहाँ पनि चाहिँ त्यस्तो हुन्छ त्यस्तो कहाँ हुन्छ त यहाँ बान्दैन होइन नि त दाँत बान्दैन नि त यहाँ मुख बान्दैन नि त दाजुले चाहिँ कसरी बाँध्नु दाँत बान्छ नि दाँत धागोले बाने जस्तो धागोले सरक्क सिलाउने हो क्या कपडा सिलाए चाहिँ त्यसो भए यो कस्तो यहाँ यो कस्तो यहाँ मात्रै सिलाएको छ यो कस्तो यहाँ मात्रै चेन हालेको छ हो त्यस्तै त्यो त्यसको मात्रै चेन हालेर बनाउने हामीले पनि एलुमिनियम फोइलले बटाल्ने पछाडि जानेको त्यस्तो कहाँ हुन्छ त्यो धेरै नभएकोलाई हाल्ने पनि भन्छ छुट्टै तार नबानिकन बाहिरबाट हाल्ने खाने बेला झिक्ने त्यही हो हाम्रो साथीले त्यो खाने बेला झिक्ने अनि खाएर भएपछि फेरि हाल्ने मेरो साथीले पनि त्यही गर्छ खारुमा साँझ बिहान खारुमा ल्यायो त्यही गरी यस्तो त नजिक जानु लाग्यो होइन टाढा कुरा फर्किँदाखेरि बाह्रहरू 10 छ अन्त पुरा हाइटेक जग्गा निकाल्यो यो चाहिँ सिधै जाडे भइरहेको मान्छे राम्रो गर्मी हो काम गर्न नि काम खाने त त्यो भाषा फरक हुन्छ है भाषा फरक हुन्छ है जापानमा भने जापानमा ओसाकामा आरिगातो अरे के हो ओइदियासु होइन Uidiasu to irasaimasu da kare. Irasaimasu oidiyasu आरिगातो भनेको हो कि नि हो कि नि ड्रम खोलेछ त्यही अलिकति खाडो परेछ फुलेको ठुलो हो नि त सिनेर फुलेको थियो कस्तो अलिकति सोधे काल तल्न पर्ने भयो
मैले सेतो लाउँछ सेतो लाग्छ नि सबै सेतो हुन्छ है भन्दै कोही बुढी आमाहरूबाट हेरेपछि त्यो एउटा निकाल्नु त्यो अझै सेतो लाउँछ पहिला नै पाएन पाइँदैन तर त्यो भैया मार्केट निकालेर पाइँदैन त सेतो रङका हुन्छ रातो त्यसपछि बुढो भएपछि आफै सेतो हुन्छ त्यसलाई कालो कालो नलाइकन त्यतिकै बुढो भएपछि आफै सेतो हुन्छ त्यो लाउनै पर्यो सेतो होइन सेतो गराउने हो भने भाइ सेतो पेन्ट पाइन्छ पेन्ट त अनि त्यो पेन्ट लाएर सिकिहाल्यो सुक्दै सुकेर खतम गर्नु खतम भयो भने निस्किँदै रहेछ अथवा फेरि निकाल्दै पाइन्छ यस्तो तिम्रो चाहिन्छ चाहिँदैन रातोमा रातो रातो भन्छ र भनेर एकदम अगाडिपट्टि उयो छ उयो साइड त्यो घाममा यो कपाल परेर आफै रातो अरू बेला होइन है अरू मेरो स्पेसल हातको यस्तो चिना खाएर दस बेला नाक आँखा छैन नि सोच्नु एक महिनासम्म मुख लाउँछ त्यस्तो भने एक महिना होइन एक दतुरे। पटक ल्याएर दातेरी हो त्यो दातेरी अहिले त हल्का रमाइलो गएर सकिकन मैले अब यो सागरी गर्नु रोपेर र हामीले सबैले पढ्यो रोको एक बुकुरमा आयो ए रोके चुकी भयो के पुगेर ए सागरी गर्नु रोप्नु पर्ने हो नि त हामी त हिबारी गाडी चढेको हिबारीको सागरी नरोपिकन हिँड्नु जाएको हुन नपर्ने रोके नरोके पराउँदै रोकिदियो त मान्छे आएर हामी यता गएको होइन तिमी यता गएको पनि रोकिएन भने म रोकिदिन्छु अब गइसक्यो अब त झन् स्टेसन मैले अलमेला रोकाउँछ माथिसम्म त यो हो हाम्रो तन्केर लामो हुने स्टाइल माथि जाँदैछ अनि पछिका दाइले देलानु त दे म पनि लिन्छु म पनि कम्छु दुईजना छु दादा र म बाबा पनि हुनुहुन्छ अघि पनि हुनुहुन्छ अहिले च्याप पारिहाल्नु हिजोको जस्तै हिजोको सिपमा के थियो 3 जना थियो अब यत्रो 3 जना छौँ भन्यो होला अनि त्यसले कसै 3 जना भनेर अर्को गयो 2 जना भयो अनि हामी 2 जना छौँ यत्रो त 1 जना भन्यो कसै 2 जना भन्दा अर्को पनि गयो लास्टमा एकले भन्छ अनि तिम्रो पनि त्यस्तै विजयबाट पछि त फाइट गर्नु जाँदाखेरि पछि त यत्रो बच्चाहरू थियो त्यहाँ बच्चा होइन कि ठुलो मान्छे आएको छैन अनि त्यहाँ बाहिर पठाएको भन्ने भित्र आउँदाखेरि त बोडी सोडी भएको बाहिर त त्यो एउटा थियो बोडीवाला दयागराको साथी बडीवाला सौगात मल्ल एक्सर्साइज गरेको सौगात मल्ल अनि बोडीवाला मान्छे त्यस्तो चिटकुको अगाडि एकजना बडीवाला मान्छे सौगात मल्ल हो कि दयाङ राईको साथी चाहिँ विजय बराल हो अनि त्यसपछि त्यो फिल्ममा चाहिँ त्यो कमिला चाकमा हालिदिएको मान्छे त्यो बोडी बिल्डर हो त्यो बडी बिल्डर चाहिँ सौगात मल्ल हो त्यो फिल्ममा त्यो साथी थियो दयाङ राईको होइन त्यहाँ दयाङ राईको साथीको साथी थियो विजय बराल त्यो एउटा त्यो बडी बिल्डर अनि विजय बराल अनि अझै एउटा अर्को 3 जना मान्छे थियो दयाङ राई त अरू थिएन अझै हामीले हिजो हेर्ने गर्छौँ अझै आएको थिएन मैले हेर्ने गर्छौँ आएको थिएन गरे पछि तिमीले हेर्ने गर्छौ के हो थाहा दयाङ राईको त्यतिकै अन्त पोस्टर टाल्यो होला होइन अझ पछि छ होला त्यो अजारको फिल्ममा आउँछ जे हो नि कता थियो
the Tokyo Metro Yudaku Line. पछि त त्यसको मामाले नै ढोका दिन्थ्यो मामालाई नै पैसा धेरै दिएर अनि मामातिर गएको थियो अनि त्यसपछि मामाले कारवाही गरेको Line. त्यसले अलिक त्यो भन्नुको लास्टमा त्यो सबै लाल पूजा लहर दिने लास्टमा त हेरेको छैन मैले। लास्टमा त त्यो देखिन् नि मैले त आधी मात्रै हेरेको त्यही थाहा छैन तर देखिन् तिनले धोका दिएर मामाले त्यो त्यहीले मिलेर गरे अनि त्यसपछि भान्जाहरूलाई पनि तिनजनाले पैसा झोलाभित्र हालेर दिए थोरै आफूहरूले पुरा गुवामा गरे अनि त्यो ताक्लो बस्थ्यो त्यसले पनि कमाइती गरेर राखिसके पहिला त्यसैको बिहान बजाइरहेको थियो त्यो जुङ्गावाला थियो बिहान बजाइरहेको त्यो लाठीले हाल्ने देउसीले खेलाएको त्यही हेरेको छैन कि त्यहाँसम्म अझै हो त्यहाँसम्म म पसेन अझै त्यो त्यति बेला म भागे ट्याक्सीमा जाँदाखेरि त्यहाँ अगाडि आएँ तिनीहरू अनि त्यसपछि त्यो निक्लेर अहिले पुरा बोडी सोडी हात गरेर गरेँ अनि त्यसपछि ल केटा जाम भनेर पछिपट्टि दौडेर गएँ भागेँ अनि पछि पछि आउँदाखेरि त्यो पुलिस ठ्याक्कै त्यो बेलामा आएर अनि त्यो सबै कमाएर गयो अनि त्यो तिनजना चाहिँ गयो अनि त्यसको बोस थियो नि बोस पनि आयो अनि त्यसपछि तिनीहरूले पनि त्यो पनि मन्दिरमा गयो त्यो तिनजना अनि बोस त त्यसैको आडोमा आएर बसिरहेको थियो दुईजनाले नथा पाएको एक हेर्दाखेरि त त्यो रहेछ अनि ला भनेर त्यसलाई भन्दाखेरि फेरि मेरो केटाहरू तिमी धेरै नबोला कि तिमीले कति बोलेको सबै क्लिप पुरै सुनाइदिउँ भनेको भिडियो लामो हुन्छ थाहा छैन तिमी फेरि फिल्म नभन फिल्म भन्नुहुन्न कपिराइट हुन्छ कपिराइट हुन्छ त्यो पनि युट्युबमा आएको भएर के हुन्न त्यस्तो थियो भने मात्रै हो भन्नु त के हुन्न त्यो पनि युट्युबमा आएको भएर के हुन्न त्यो युट्युबमा आएपछि सबैले हेर्छ नि त त्यही भएर के हुन्न फिल्म हलमा गएर फिल्म झन् त्यसको चर्चा गर्दाखेरि पनि त्यो त राम्रो एडभर्टाइज गर्ने एडभर्टाइज गर्दाखेरि पनि नहुने भए त के गरौँ त्यो फिल्म हलमा गएर फिल्म खिच्नु मिल्दैन मैला हजुरले पछाडिबाट सिकेको कुरो हो कि हामी पनि कथा हो ご乗車ありがとうございました。池袋終点列車内でお忘れ物や落とし物などの点をご注意ください。系列乗車の方へ一度お願いします。 जुसे भनेपछि बल्ल निक्लिनुहुन्छ यताबाट खोल्नेपछि यताको मान्छे झरेपछि बल्ल उताबाट खोल्ने हो कि जुसे भनेर हुन्छ जुसे भनेपछि बल्ल निस्किनुहुन्छ उताबाट खोल्दैन कि अहिले यताको मान्छे नझरेसम्म यताको मान्छे झरेपछि बल्ल यताको झरेपछि बल्ल खोल्ने उताको होइन बिहानमा दुईतिर खोलिदिन्छ बिजी हुन्छ दुईतिर खोलिदिन्छ दिउँसो नि त यताको झरेपछि कत्रो बिल्डिङ है बिग क्यामेरा पनि कत्रो ठुलो है 8 फ्लोरसम्म पुरै बिग क्यामेरा